नमस्ते। मानव अधिकार संस्थान गोरुबथान एकाइ ह्युमन राइट्स एसोसिएसन गोरुबथान युनिटको तर्फबाट ईदको शुभ मुहुर्तमा आज लोअर फागु टी गार्डनमा गोरुबथान ह्युमन राइट्स एसोसिएसनका सदस्यहरू गइकन त्यहाँका मानिसहरूको निम्ति विभिन्न लुगाफाटा लगायत साधारणतः पहिरिने हवाई चप्पलहरू अनि त्यसरी नै त्यहाँका स्कुले नानीहरूको निम्ति खाता, पेन्सिल, पेन, इरेजर इत्यादि कुरो वितरण गर्ने कार्य आजको दिन भएको छ र ह्युमन राइट्स एसोसिएसन विगत वर्षदेखि गोरुबथानमा पनि यसको एउटा सङ्गठन गोरुबथान ब्रान्च खोलिएको छ र तपाईहरू कहाँ कुनै पनि ह्युमन राइट्स सम्बन्धित समस्याहरू भएमा सोझै यस सङ्गठनलाई तपाईले सम्झना गर्न सक्नुहुनेछ र मानव अधिकार सम्बन्धित कुनै पनि कुरोमा यस सङ्गठनले साधारण जनमानिसलाई सहायता पुर्याउनेछ र भावी दिनमा पनि यसरी नै यस सङ्गठनले विभिन्न कार्यहरू गर्नेछ। यसरी नै आजको यस कार्यमा ह्युमन राइट्स एसोसिएसन गोरुबथान युनिटका सभापति, सचिव, साधारण सदस्य लगायत विभिन्न क्षेत्रका मानिसहरू पनि उपस्थित रहेको थियो। धन्यवाद।